सप्तकोशी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन्। सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिका अध्यक्ष असीम राई लगायतको समूहले शहीद भूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेललाई उक्त ज्ञापन पत्र बुझाएका हुन्। नेपाल सरकार र भारत सरकार बीच सहमति भएको कोशी उच्च बाँध योजनाले समग्र स्थानीयको बसोबास रहेको क्षेत्र, समुदाय र सम्पूर्ण अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न हुने भन्दै संघर्ष समितिले बाँध निर्माणको खारेजीको माग गरेको हो। साथै बाँध निर्माण हुँदा सो क्षेत्रका हजारौं परिवारको वासस्थान, खेतीयोग्य जमिन पूर्ण रूपमा डुबानमा पर्ने समितिले जनाएको छ। प्रस्तावित सप्तकोशी उच्च बाँध स्थल धनकुटा, भोजपुर, सुनसरी र उदयपुर जिल्लाको सीमावर्ती कोशी गल्छीमा पर्छ।